जेठानी दिदी जेठी जेठानी दाजु राम्रोसँग साग खान पाउनु भएन अरे होइन साथीहरू। अनि अहिले आउँछ यहाँ लसुन ओइला लसुन खाइसक्यो भनेर अब साग छिपिउन्जेलसम्म राख्यो भने लसुन खाइसक्छ। त्यही भएर कलिले भए पनि उखालेर हालिदिइराखौँ गुन्द्रुक भनेर उखाल्न थाल्यौँ हामी चाहिँ। यस्तो छ हाम्रो साग, रायो साग हो, तोरी साग चाहिँ होइन, रायो सागै हो यो चाहिँ। उहाँ चाहिँ हाम्रो जेठानी दिदी हो, निहुरेर उखाले हुनुहुन्छ। हाम्रो जेठानी दिदी धेरै काम गर्नुहुन्छ गाइस। यसो खेतला चाहियो भने बोलाउनु, साग छाट्ने लसुन गर्ने खेतला चाहियो भने बोलाउनु आउनुहुन्छ। उहाँ धेरै मेहनती हुनुहुन्छ, किसान हो नि त, किसानको छोरी के अरे नेपालीको छोरी हो कि के भन्छ नि, नेपालीको छोरीले मेहनत गर्छन् नि त भने जस्तै। लुगाको मतलब छैन, मान्छेको मतलब हो हामीलाई। अनि त्यस्तै हो। मेरो यो युट्युब च्यानललाई फलो गर्नु, कुनै अब नयाँ साथी हुनुहुन्छ भने साथी बन्नु होला, फलो गर्नु, सब्सक्राइब गर्नु, सेयर गर्नु है हाम्रो भिडियोलाई। यसो अब टाढा राम्रो राम्रो कन्टेन्ट लिएर आउँ अनि छैन, हामी त्यही बारीमा साग उखाल्ने हो, आलु गोड्ने हो, लसुन गोड्ने हो, यस्तै। यहाँ आएर बाक्लो भएर साग पुलाक्कै भएछ यहाँनिर त पिल्सेछ। यस्तै छ हाम्रो चाहिँ। ल बाई बाई साथीहरू, अर्को भिडियोमा भेटौँला। यो भिडियो दिन लाग्यो, केही भन्नु छ भने भन्नु होला दिदी तपाईँ। यता हेरेर भनिदिनु न एक दुईवटा शब्द जाओस्। साग साह्रै राम्रो रहेछ, मिठो छ, नरम छ। यो चाहिँ हाम्रो कागतीको बोट हो, कागती टन्नै छ।